राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डाक्टरहरूले प्रतिबन्धित तथा औषधीय प्रयोगका लागि होइन भनेर स्पष्ट लेखिएका फुड सप्लिमेन्ट बिरामीको उपचार पूर्जामा लेख्दै आएको तथ्यहरू सार्वजनिक भएको छ। औषधि व्यवस्था विभागले बिक्री वितरणमै प्रतिबन्ध लगाएका यी वस्तुहरू प्रतिष्ठानको आफ्नै फार्मेसीमा समेत नपाइने भए पनि बाहिरबाट किन्न बिरामीलाई बाध्य पारिएको पाइएको हो। कमिसनको लोभमा गरिब तथा निमुखा बिरामीमाथि आर्थिक र स्वास्थ्य जोखिम थुपारिएको भन्दै पीडितहरूले गम्भीर प्रश्न उठाएका छन्। गुनासो बढेपछि प्रतिष्ठानले तत्काल कदम चाल्दै चिकित्सकहरूलाई एक सर्क्युलर जारी गरेको छ। अबदेखि बिरामीको पूर्जामा न्युट्रास्युटिकल्स अर्थात् आहार पूरक नलेख्न र नलेखाउन कडा निर्देशन दिइएको छ। तर एउटा सर्क्युलरको खोस्टो देखाएर प्रतिष्ठान प्रशासनले आफ्ना चिकित्सकले गरिब तथा निमुखा बिरामीमाथि गरेको यो गम्भीर अपराध ढाकछोप तथा आफू पानीमाथिको ओभानो बन्न खोज्नु आपत्तिजनक विषय हो। डाक्टरको आचार संहिता र नियमन गर्ने निकायको भूमिकामाथि धेरै प्रश्नचिह्नहरू खडा भएका छन्। स्थानीय जनताले घटनाबारे थप अनुसन्धान हुनुपर्ने माग गरेका छन्।